जाने बेला भइसक्यो सबै काम मैले मात्रै गर्नुपर्छ घरिघरि त हजुरहरूले पनि सघाउँदा हुन्छ नि कति कराउँछ कचकचे बुढी राम्रोसँग सुत्नु पनि दिँदैन बिहानभरि करायो बस्यो गरामाथि घाम जहिले लागेको त हो नि मलाई त खायो बस्यो नि बाबा छोरा बोला छोरालाई स्कुल राम्रो हाने त केटाले ए छोरा स्कुल जाने बेला भयो अब आऊ राम्रो घर है भाइको कपडा र झोला ल्याइदेऊ त छोरी पढेर काम हुँदैन हेर छोरी पढेर के गर्छ आखिरमा बरु छोराले पढेर हामीलाई पाल्छ छोरी एक दिन पढाइ गरेर जाने जात हो छोरीले के गर्दैन त्यसो नभन्नुहोस् बाबा तपाईँहरूले मलाई अहिले पढाउनु भयो भने पछि ठुलो मान्छे भएर तपाईँहरूलाई म पाल्न सक्छु हो त्यसो नभन्नुहोस् न बुढो छोरीले पनि पछि हामीलाई पढेर पाल्छ नि दुवैजना चुप्दाएर बस छोरी पढेर केही गर्दैन आखिरमा चुप्दाएर म छोरालाई लिएर स्कुल कतै अब घरको काम गर आउँछ सिद्धेको आवाज भाइ छोरी भएर जन्मिनु नि धिक्कार रहेछ बाबाले पनि मलाई हेला र हिंसा मात्र गर्नुहुन्छ स्कुल जान्छु भन्दा पनि दिनुहुन्न आखिर छोरी पढाइ घर जाने जाको भनेर मलाई किन हेला गर्नुहुन्छ छोरी भएर किन जन्मे जस्तै लाग्छ अहिले मलाई छोरीको कर्म कसको दैवले लेखेछ सम्झेर रुन्छ मन मेरो सम्झेर रुन्छ मन सम्झेर रुन्छ मन मेरो सम्झेर रुन्छ मन ए सीता के गर्दै हो तिमी पढ्ने लेख्ने उमेरमा नि घाँस दाउरा गर्दै हिँड्ने हो त के गर्नु दाइ बाबा पनि जहिले रक्सी खाएर आएर मात्र आमालाई पिटी गर्नुहुन्छ म स्कुल जान्छु भन्दा पनि दिनुहुन्न आखिर छोरी पढाइ घर जाने जान्छ भनेर मलाई हेला न हिंसा गर्नुहुन्छ तिम्रो बाबा कता जानु भयो त भाइलाई स्कुल छोड्न जानु भएको छ दाइ त्यसो भए हामी तिम्रो बाबालाई भेट्न जान्छौँ नि त हस् राम्रै गयो त केटाहरूले त त थोर कामेर यतिखेर बल्ला चाहिँ फर्ममा आयो क्या केटा खायो पछि दिनभरि बाख्रालाई मैदान भैँसीलाई बिर आइमाईलाई सुख कुकुरलाई खिर भन्ने जस्तो बनाएछ त्यहाँ गयो अब रन्केर काका के गर्नु भएको काकीलाई मेरो भट्टीमा काम चाहिँ म गएन देखिहाल्नु घर आई बाबा जहिले यसरी नै रक्सी खाएर आएर मातेर आमालाई पिटी गर्नुहुन्छ म स्कुल जान्छु भन्दा नि दिनुहुन्न हेला र हिंसा मात्र गर्नुहुन्छ के गर्नु र दाइ हो बाबु तपाईँहरूले देखिहाल्नु भयो मलाई काकाले जहिले रक्सी खाएर आएर पिट्नुहुन्छ नराम्रा दुर्व्यवहार गर्नुहुन्छ हेर्नुहोस् काकीहरू तपाईँहरू अब यस्तो दुःख पिना सहेर बस्नु हुँदैन तपाईँहरू अहिले नि तुरुन्तै वडा कार्यालयमा जानुहोस् हाम्रो वडा कार्यालयमा मेलमिलाप समिति हुनुहुन्छ त्यहाँ जानुहोस् त्यहाँ पनि भएन भने वडा कार्यालय नजिकै प्रहरी चौकी छ प्रहरी चौकीमा पनि भएन भने गाउँपालिकाको उपाध्यक्षको मत हातमा न्यायिक समिति व्यवस्था गरिएको छ ए त्यसो पो हाम्रो गाउँपालिकामा पनि न्यायिक समितिको व्यवस्था छ त्यसो भए मलाई न्याय दिलाउन उपाध्यक्षज्यूलाई बोलाइदिनुस् ए हुन्छ काकी तपाईँ यो कुराको चिन्तै नगर्नु न म जसै भए नि बोलाइदिन्छु हेलो उपाध्यक्षज्यू हेर्नुहोस् न हाम्रो छिमेकी काकाले छिमेकी काकीलाई जहिले पनि रक्सी खाएर आएर कुट्नु हुँदो रहेछ तपाईँ तुरुन्तै अहिले नि न्याय दिन आइहाल्नु पर्यो अनुहार चाहिँ नचिनेर क्या तिमीले आउने गरेको छैन क्या
क्यान्सल भयो त उ भएन त नमस्कार उपाध्यक्ष बौला मार्ला भाइ सार्नुपर्छ हेर्नुहोस् न उपाध्यक्षज्यू मलाई श्रीमानले जहिले बिहान बिहानै रक्सी पिएर आएर पिट्नुहुन्छ नराम्रो दुर्व्यवहार गर्नुहुन्छ छोरी स्कुल जान्छु भन्दा नि जानु दिनुहुन्न छोरी आखिर पढाइ घर जाने जात हो किन पढ्नु पर्यो भन्नुहुन्छ म मेला पात्न गएर 2 पैसा कमाएर ल्याएको पनि सबै रक्सी पिएर सक्नुहुन्छ मलाई पीडा परेको हजुरलाई परे जस्तै त हो नि उपाध्यक्षज्यू मलाई जसरी न्याय दिलाइदिनु पर्यो हेर्नुहोस् तपाईँहरू यस्तो दुःख पीडा सहेर बस्नुहुन्न तपाईँहरूलाई हामी न्याय दिने छौँ यदि भएन भने नेक्स्ट कमिटीसँग हामीले गाउँपालिका अनि एकजना उद्योगको व्यवस्था हामी गर्नेछौँ अनि हजुरको जीवन अहिले कता जानु कोही बिहानै रक्सी पिएर कता गएछ हेर्नुहोस् 1 महिनाले हामीले न्याय दिनु कर्तव्य हो हेर्नुहोस् मेरो अहिले लैङ्गिक हिंसा विरुद्धको सचेतनामूलक तौर दिने कार्यक्रममा सहभागी हुनु छ अहिले मलाई हतार छ म प्रहरी साहबलाई पठाइदिनु उपाध्यक्षज्यू हस् काकी हामी पनि लाग्यौँ है हस् बाबु छोरी अब हामी पनि भित्र जाउँ अधिकारमा महिला पुरुष बराबरी भएको छ अधिकारमा महिला पुरुष बराबरी भएको छ टोल टोलमा लैङ्गिक हिंसा बढिरहेको छ टोल टोलमा लैङ्गिक हिंसा बढिरहेको छ दिदी बहिनी दाजुभाइ हामी अघि बढ्ने हो दिदी बहिनी दाजुभाइ हामी अघि बढ्ने हो लैङ्गिक हिंसा अन्त्य गर्न हामी लागि पर्ने हो लैङ्गिक हिंसा अन्त्य गर्न हामी लागि पर्ने हो लैङ्गिक हिंसा अन्त्य गर्न हामी लागि पर्ने हो नमस्कार प्रहरी साहब नमस्कार भाइ तपाईँहरू यहीँसम्म आउनु भएको हजुर भाइ हामी यहीसम्म आएको काकी बाहिर निस्किनुहोस् त हस् बाबु नमस्कार प्रहरी साहब नमस्कार दिदी तपाईँलाई के भयो हामीलाई त उपाध्यक्षज्यूले पठाउनु भएर हामी आएको हेर्नुहोस् न प्रहरी साहब मलाई श्रीमानले जहिले रक्सी पिएर आएर पिट्नुहुन्छ नराम्रो दुर्व्यवहार गर्नुहुन्छ छोरी स्कुल जान्छु भन्दा नि जानु दिनुहुन्न छोरी आखिर पढाइ घर जाने जात हो किन पढ्नु पर्यो भन्नुहुन्छ छोरा मात्रै पढेर हामीलाई पार्छ छोरीले त हामीलाई के गर्छ र भन्नुहुन्छ ओ प्रहरीज्यू अघि हामी आउँदा नि छिमेकी काकाले छिमेकी काकीलाई पिटिरहनु भएको थियो हामी समाउ पक्रिन लाग्दाखेरि काका भागिहाल्नुभयो ओ प्रहरी साहब अब जहिले रक्सी खाएर आएर मात्र आमालाई पिटेको पनि दिनुहुन्न अहिले ठाडो पढाइ घर जाने जात हो हामीलाई त छोराले मात्रै पाल्छ भनेर भन्नुहुन्छ ए त्यसो भए खोइ त तपाईँको श्रीमान खोइ अघि मलाई पिटेर कता जानु भयो दोकानतिर जानु भएको होला भाइ तपाईँहरू दाइ भट्टीतिर जानु भएको रहेछ समातेर लिएर आउनुहोस् त दिदीसँग कुरा गर्दै हेर्नुहोस् तपाईँ यसको चिन्ता गर्नु पर्दैन प्रहरी भनेको तपाईँहरूलाई न्याय दिने नै हो दाइ आएपछि म दाइसँग थप कुरा गर्छु तपाईँहरूलाई म न्याय दिलाएरै छोड्छु कविन चाहिँ खतरा भइरहेछ क्या आज दाइ नमस्कार नमस्कार अबु नमस्कार दाइ तपाईँ त खतरा मान्छे हुँदो रहेछ त बडो राम्रो हुँदो रहेछ त के बाबु बेसी चाहिँ काम आएन दाइ अहिले ल्याउनु पर्दैन तपाईँ राम्रो हुनुहुन्छ भन्ने कुरो मैले थाहा पाइसकेँ हेर्नुहोस् न श्रीमतीको शरीरभरि चोटे चोट तपाईँ राम्रो भएकै परिमाण त होला नि यो होइन यो हेर्नुहोस् यो हाम्रो घरको मामिला हो तपाईँलाई यसमा बोल्ने कुनै पनि हक छैन तपाईँलाई बोल्ने यो कुनै पनि हक छैन तपाईँलाई के को मतलब हक घरको बारेमा हेर्नुहोस् मतलब सदरको कुरा छोडिदिनुहोस् श्रीमतीलाई पिट्ने श्रीमती र छोरीप्रति दुर्व्यवहार गर्ने र अहिले भनेको नेपाल सरकारले 12 कक्षासम्म निःशुल्क पढ्न पाउने व्यवस्था भए तापनि हजुरले छोरीलाई घराइसिकामा मात्र लगाउने र छोरालाई विद्यालय पठाउने छोरीले पाउने हक अधिकार प्रति वञ्चित गर्ने र पढाइ वञ्चित गर्ने र उजुरीको आधारमा हजुरलाई महिला हिंसा अर्थात् लैङ्गिक हिंसा विरुद्ध कानुन बमोजिम कारबाही हुनेछ बल्लका गुले बाबु मेरो मैले अन्तमा गल्ती गर्ने गरिहालेँ अब मलाई माफ गरिदिनु होला माफ गर्ने नगर्ने भनेको अदालतको निर्णय हो तपाईँलाई अहिले हामी लिएरै जानेछौँ
तपाईँले मलाई माफ गर्नुहोस् या नगर्नुहोस् मलाई जेल जाने कुरा गर्दै नगर्नुहोस् यहाँ अहिले हजुर साहब मलाई नियन्त्रणमा लिनुहोस् म अलिक बढी नै बोल्नुभयो हेर्नुहोस् मलाई माफ गरिदिनुहोस् हामी भनेको प्रहरी हो मलाई माफ गरिदिनुहोस् म कानुनले जे सजाय भोग्नु दिन्छ म त्यही भोग्नु तयार छु अहिले भाइ म अलिक बढी नै बोल्नुभयो मलाई समात्नुहोस् त सर उहाँले कानुनले जे लगाइदिन्छ उहाँले भोग्नै पर्छ हामीलाई यति धेरै दुःख दिनुभएको छ उहाँले यति दुःख दिँदा पनि तिमीहरू अहिलेसम्म सहेर बस्नु हुँदैन थियो तिमीहरू सायद गाउँमा हिँड्न नपाएको कारणले पनि गर्दा पनि होला हामी उहाँलाई न्याय दिने नै छौँ तिमी फिर गर्नु पर्दैन भाइ दाइलाई यो समाजको अगाडि एकचोटि राम्रोसँगले माफ माग्न लगाउनुहोस् त साहब उहाँलाई कानुनले जे सजाय दिनुहुन्छ दिनुहोस् हामी उहाँलाई सहाय दिनेछौँ अब हामी लाग्छौँ हाम्रो गाउँपालिकाले महिला हिंसा अर्थात् लैङ्गिक हिंसा विरुद्ध 16 दिने सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ तपाईँहरू पनि तपाईँ लगायत तपाईँका छरछिमेक र हाम्रो ओडावासी दाजुभाइ दिदीबहिनीहरू त्यहाँ सहभागी हुनुहोला अहिले लैङ्गिक हिंसा अर्थात् महिला हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम हाम्रो ओडामा रहेको छ र तपाईँहरू पनि त्यहाँ आज एक दिनको काम छोडेर भए पनि जानुहोला र तपाईँहरूले त्यहाँ ऐन मजाले बुझ्नुहुनेछ अहिले हामी जान्छौँ प्रहरी साहब हामी त्यहाँ अवश्य उपस्थित हुनेछौँ प्रहरी साहब तपाईँहरू हिँड्दै गर्नुहोस् हामी हाम्रो कार्यक्रमलाई सफल बनाएर आउँछौँ हुन्छ भाइ तपाईँहरू हिँड्दै गर्नुहोस् अब हामी यो लैङ्गिक हिंसा विरुद्ध 16 दिने अभियान कार्यक्रममा रमाइलो गर्न वा त्यहाँ उपस्थित हुन जानुपर्छ है हस् छोरी हुन्छ त जाऊँ न त अब घुम्छ होला नि मलाई थाहा छ लैङ्गिक हिंसा अन्त्य गरौँ अन्त्य गरौँ अन्त्य गरौँ लैङ्गिक हिंसा अन्त्य गरौँ अन्त्य गरौँ अन्त्य गरौँ महिला पुरुष बराबरी हो बराबरी हो बराबरी हो महिला पुरुष बराबरी हो बराबरी हो बराबरी हो लैङ्गिक हिंसा विरुद्ध एकजुट बनौ एकजुट बनो एकजुट बनो लैङ्गिक हिंसा विरुद्ध एकजुट बनौ एकजुट बनो एकजुट बनो लैङ्गिक हिंसा गर्नेलाई कारबाही गरौँ कारबाही गरौँ कारबाही गरौँ लैङ्गिक हिंसा गर्नेलाई कारबाही गरौँ कारबाही गरौँ कारबाही गरौँ अब यो हाम्रो कार्यक्रमलाई सफल बनाउनका लागि नाच्दै गाउँदै रमाइलो गर्नुपर्छ है कुन गीतमा आफूले गीत गाउने होइन ढाडै दुखिसकेर आए यो ओडाका बुद्धिजीवी दिदी बहिनी दाजुभाइ यो ओडाका बुद्धिजीवी दिदी बहिनी दाजुभाइ सहयोग गरौँ लैङ्गिक हिंसा अन्त्य गर्नलाई 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 ए मा अलिक रबर